हेलो गोलगप्पे guys, welcome back to my YouTube channel and Facebook page. अन्त आज फेरि तपाईहरुसँग नयाँ भ्लगमा जोडिरहेको छु है। र फिलहालमा चाहिँ हामी इन्डिया गेट तर्फ लागिरहेको छु इभिनिङ भ्यू हेर्ने भनेर इन्डिया गेटको नट इभिनिङ नाइट भ्यू हेर्ने भनेर। अन्त अहिले चाहिँ लगभग 5 बजे अलिक ढाकिसकेको छ। अन्त हामी घरबाट 3 बजे निस्केको। आज दिनको 2टा ट्रिप चाहिँ सकेको छ है। 2टा जग्गा चाहिँ हामीले रेड फोर्ट र जामा मस्जिद भिजिट गरिसकेर चाहिँ त्यो 2टा भ्लग पनि आउँछ। यो भिडियो आउनुभन्दा अगाडि आएको छ। सो त्यो भिडियोहरू हेर्नु भएको छैन भने हेर्नुहोस् है। प्लिज मलाई सपोर्ट गरिदिनुहोस् होला। अन्त फिलहालमा चाहिँ हामी इन्डिया गेटतर्फ लागिरहेछौँ। सी यु इन इन्डिया गेट। सो यहाँ चाहिँ इन्डिया गेटको बाहिर हो। गोलगप्पे 30 को 6वटा दिँदैछ यता चाचाजीले। मन पर्दैन गोलगप्पे खाएर चाहिँ अब चाहिँ हामीले मोमो खाँदैछ। मोमो खाऊ। म त यो हेर्दा साह्रै मिठो लाग्यो नि। कम्प्लेन गर्दै हेर्नुहोस् है। दिस इज इन्डिया गेट। माई सेकेन्ड भिजिट है इन्डिया गेटमा। खासमा चाहिँ इभिनिङमा आउँछु भनेको थियो नि त। इभिनिङै हो टाइम हेऱ्यो भने चाहिँ। तर यो दिल्लीमा रातै बजाउँदा सास पताएको दिल्ली लाइट बोल्छ भनेर चाहिँ मजा आउँछ भनेर चाहिँ आएको। खासमा चाहिँ सासै पर्दैन। अँधेरो भएको भए चाहिँ टु बी मच बेटर नि त होइन। तर भए पनि अब यही सिन देखाउँछु म तपाईँहरूलाई। सो दिस वाज द भिडियो। देखाइरहेको चाहिँ यहाँ क्राउड है कति बेसी मान्छे आउँछ भनेर। मैले तपाईँलाई अगाडिको भिडियोमा पनि भनिहालेँ। यो इन्डिया गेट चाहिँ इट्स नट जस्ट फर सिनिक ब्युटी होइन। ब्युटीको लागि मात्रै बनाएको होइन। यो चाहिँ हाम्रो इन्डियन सोल्जर्सहरू जति पनि बित्नु भयो नि त वारतिर। स्पेसली फर्स्ट वर्ल्ड वारको टाइममा बित्नु भएको सोल्जर्सहरूको मेमोरिजमा बनाएको है। यो चाहिँ इन्डिया गेटको पछाडिपट्टि। यहाँ चाहिँ क्राउड चाहिँ एज युजल यति नै हुन्छ। योभन्दा बेसी नै आउँछ। क्राउड चाहिँ यहाँ चाहिँ हेभी नै हुन्छ जहिले। हेलो हेलो कताबाट बिमारी नसेर बिमारी लिएर हिँड्छ त्यसरी हिँड्नु पर्यो अलिअलि के गर्न। कता यहाँमा आएको ठिकै भयो त। साथीहरू सबै थुप्रै अब इभिनिङ भ्यू हेऱ्यो नि भाइ। बिमारी त अहिले बेलुका भेटौँ है। हेलो सो गाइस फाइनली टाइम हेज कम है। रात 7 बजिसकेको छ। अन्त इन्डिया गेटको माथि हेर्नुहोस् त इन्डियन नेसनल फ्ल्याग है। दामी कलर सो हुन्छ यहाँ। गाइस है थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो टिल द एन्ड। यसरी नै मलाई माया गरिरहनुहोस्। तपाईँको मायाले गर्दा यत्रो टाइम पाएर भिडियो बनाउनु पाइरहेको छु है। विल अल लभ इट होइन। अर्को भिडियोमा भेटौँ। अहिलेलाई त्यति नै। थ्याङ्क यू सो मच। प्लिज है फलो गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। वन्स अगेन थ्याङ्क यू सो मच।